लिमा अधिकारी आचार्य। सम्माननीय सभामुख महोदय, नेपाल सरकारका तर्फबाट माननीय अर्थमन्त्रीज्यूले पेश गर्नुभएको वैकल्पिक विकास वित्त परिचालन विधेयकमा केही कुराहरू साँच्चै नै हामी नेपाललाई आवश्यक पर्ने गरिएका र धेरै अगाडिदेखि उल्लेख गर्नुपर्ने कुराहरू राखिएका छन्। जस्तो कि कोषमा स्वार्थको द्वन्द्व हेर्नका लागि 3 पुस्ते विवरण, एका घरमा परेका मानिसहरूको विवरण, उनीहरूको सम्पत्ति, उनीहरूको सेयर लगानीदेखि सबै कुराहरू त्यसमा जोडिन्छ कि जोडिँदैन भनेर हेर्ने जुन कानुनी प्रावधानलाई दोहोरो राखिएको छ, यसले यो वित्तको कुरालाई थप पारदर्शी र थप सर्वहितका लागि पालना गर्दछ भन्ने कुरा बलियोसँग म विश्वास गर्दछु। र बाँकी त यसले ठुला आयोजनाहरूका लागि वित्त सङ्कलन गर्दछ। नेपाल जस्तो देश जहाँ चाहिँ भौतिक विकास मात्रैले पनि पुग्दैन, अब मानवीय संसाधनमा पनि विकासको आवश्यकता देखिन्छ र सानातिना लगानीले मात्रै अबको यो एआईको युग, बदलिदो प्रविधिको युगलाई सानोतिनो लगानीले मात्रै मानवीय संसाधनलाई अगाडि बढाउन सक्दैन। त्यही भएर अबको परिवर्तनशील समाजमा परिवर्तनका लागि थप अडिग हुनका लागि मानवीय संसाधनलाई कसरी बलियो बनाउनुपर्छ भन्ने कुराका लागि पनि ठुलो परियोजनाका रूपमा यसले केही सोच्न, त्यो ग्राउन्ड, त्यो मैदान बनाउन सकोस् भन्ने सकारात्मक अपेक्षासहित यो विधेयकलाई म समर्थन गर्दछु। धन्यवाद। मान्य